यहाँ छन् मिठाई, यहाँ छन् बिस्कुट अनि चाउचाउ। हेलो साथीहरू, मेरो न्यू भ्लगमा तपाईँहरूको फेरि स्वागत छ। म यहाँ सन्चै छु। तपाईँहरूलाई कस्तो छ कमेन्ट गर्नु होला। आशा गर्दछु तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। डेली रुटिन के छ मेरो त्यो देखाउँछु तपाईँहरूलाई। भिडियोको अन्तिमसम्म बन्नु होला। कलेजबाट आएँ, अब चाहिँ म खाना खान्छु। के पाकेको छ तरकारी डाइट पाकेको छ, डाइट चना पाकेको छ अनि भात म चाहिँ खान्छु। मिठो चाहिँ राइस। अब चाहिँ म चाहिँ खाना खान्छु अनि खाना चाहिँ के हुन्छ हेर्दै जाउँ। म चाहिँ जुन्छु गाइस कपडा। एउटा यो छ बाइक अनि एउटा यो छ अरू छैन। अनि सरप गयो। गाइस म चाहिँ अब कपडा धोएर सकेँ। अब चाहिँ एकछिन मजाले विश्राम गर्छु, सुत्छु, या त गेम खेल्छु। अब गाइस अब चाहिँ मेरो हो नास्ताको टाइम। अघि पछि त हुन्न थियो यतिका खानेकुरा, आज हेर्नुहोस् कति छ। त्यो हो मकैको भुजा। यहाँ छन् मिठाई, यहाँ छन् बिस्कुट अनि चाउचाउ। हेर्नुहोस् मिठाई कति थरीका छन्। 1 2 3 4 5 6 7 थरीका मिठाई छन्। हेर्नुहोस् 7 थरीका मिठाई छन्। अघि पछि त हुन थियो यति खानेकुरा। आज चाहिँ जब देता है छप्पत फार के देता है भन्छन्, त्यही हो। अब म चाहिँ यो नास्ता खान्छु। अहिले लगभग 2 साढे 2 हुन लाग्छ। अब चाहिँ म नास्ता खान्छु। अघि पछि त हुन्न थियो यतिका खाना, आज चाहिँ धेरै छ। अब खानुपर्छ गाइस। हेर्नुहोस् कतिका छ खाना। यत्रो त खाना हुन त यत्रो के योभन्दा धेरै खाल्छु खाना त छैन। त पो यतिले काम चलाउनु पर्छ। अब खाने हो गाइस। गाइस अहिले चाहिँ 5 बज्यो। अब म एकछिन चाहिँ वर्कआउट गर्छु, एकछिन बल खेल्छु अनि भात पकाउँला अनि खाम्ला। अब एकछिन बल खेल्नु। अब एकछिन बल खेल्छु। देख्नुहुन्छ यो हो बल मेरो। तपाईँलाई सोचेर एउटा कुरा भन्छु, तपाईँलाई अचम्म लाग्छ। म बल कहाँ खेल्छु भन्ने तपाईँलाई अचम्म लाग्छ। अरू सब तल खेल्छन्, यो तल। म लाग्छु तपाईँलाई माथि। म खेल्छु बल माथि। हेर्नुहोस् म खेल्छु यहाँ बल। सनसेट पनि हुन लागेको छ, दामी देखिनु रहेछ। हेर्नुहोस् त गाइस। अब म एकछिन वर्कआउट गर्छु अनि हेर्नुहोस् म यसरी रिङ्गछु। गाइस अब म वर्कआउट गर्ने हो अनि फेरि सनसेट देखाउँछु तपाईँहरूलाई। गाइस म तपाईहरुलाई अब रातिको भ्यू देखाउँछु। हेर्नुस् रातिको भ्यू दामी छ। तुलसीपुर दाङ तुलसीपुर हेर्नुस् त्यहाँ सनसेट अघि नै भर्खर भयो, दामी देखिन्छ।
गाइस आजको लागि यति नै। अब भेटौँला फेरि नेक्स्ट भ्लगमा। त्यतिखेरको लागि बाई बाई।